सम्पूर्णलाई मेरो यो मिनी ब्लगमा स्वागत छ। तपाईहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? तपाईहरू पनि फुल प्रेमी हुनुहुन्छ होला है। तपाईलाई पनि फुल रोप्न मनपर्छ होला सायद। कतिजनाको त्यो एउटा बानी हुन्छ, कतिले रहर पनि हो है। मेरो चाहिँ सानैदेखिको एउटा बच्चादेखिको मलाई चाहिँ रहर लाग्थ्यो है, यो सानो मेरो पनि गार्डन होस् भन्ने। अनि आज चाहिँ म यो बगनबेलीको हुनु चाहिँ कुन बेला हो होइन, यसको पटिङ गर्ने। अब यसलाई सोइल चाहिँ अब माटो चाहिँ चेन्ज म आज गर्दैछु, किनभने यसलाई अलिकति गाह्रो भइरहेको थियो, किनभने जराहरू पुरा गमलादेखि बाहिर आइसकेको थियो है। मैले पोहोरको साल पनि यसको मैले चेन्ज नगरेको थिएँ। अनि मैले चाहिँ माटो पर राखेको थिएँ क्या। अनि यहाँ अगाडि चाहिँ फ्लावरहरू निकालेँ, अनि माटोहरू चाहिँ पर राखेको कारणले गर्दा यो मैले खास गरी भ्लग चाहिँ अगाडि यसरी भ्लग गरेँ। काम चाहिँ मेरो अगाडिदेखि सुरु भइसकेको थियो। दुईवटा गमलामा मैले बगनबेलीको माटो फेरिसकेको थिएँ। अनि फेरि मलाई होइन साथीहरूलाई पनि देखाउन भन्ने भयो नि त होइन। अनि यसो अनि मैले पनि एउटा भिडियो बनाउनु अवसर मिल्यो। अनि माटो चाहिँ पर थियो, अनि म माटो गएर लिएर आएँ। अनि दिउँसो घाम लागिरहेको थियो है। अनि कति चाहिँ सपोर्ट पनि मैले चाहिँ प्रायः जस्तो बगनबेलीलाई कतिलाई चाहिँ मैले सपोर्ट लगाएको छु है, कतिलाई चाहिँ वायर लगाएको छु। किनभने कति चाहिँ त्यो बगनबेली हाइटमा जान्छ क्या। अनि म पनि यो फिल्डमा चाहिँ नयाँ हो, रहर मात्रै हो होइन, ज्ञान पनि चाहिन्छ कतिवटा कुरामा त होइन। अनि म चाहिँ अनि समय अनुसार सालमा एकचोटि दुईचोटि होइन सोइल चाहिँ चेन्ज गरिरहेको हुन्छु। अनि त्यसको कटिङहरू गरिरहेको हुन्छु। अनि बगनबेली चाहिँ मेरो फ्लावरहरूमा मेरो सबैभन्दा धेरै मनपर्ने भनौँ न, फ्लावर्समा प्लान्ट त मलाई यसै मन परिहाल्छ। अनि बगनबेलीलाई चाहिँ अलिक कम केयर चाहिन्छ नि त यसलाई होइन, पानी पनि कम हाल्ने, ठिक्क टाइममा हाल्ने हो। त्यो भएको कारणले गर्दा यसको फ्लावरहरू मलाई धेरै मनपर्छ। मसँग त्यसको 7-8 भेरिएन्टको छ है। मलाई त्यस्तो नाम त थाहा छैन, तर गोल्डन सनसाइन छ एउटा है, त्यो चाहिँ मेरो एकदम फेभरेट हो। अनि त्यो चाहिँ मलाई साह्रै धेरै मनपर्छ। अनि मैले त्यसको पनि अनि त्यसलाई मिलाएको छु। अनि सायद सबैको त मलाई नाम थाहा छैन, फुलेपछि मात्रै थाहा हुन्छ। मसँग 6-7वटा सायद होला, 7-8वटा मसँग बगनबेलीको फ्लावरहरू छ। कुनै भेरिगेटेड छ है। अनि भेरिगेटेड चाहिँ अलिक साल पछाडि चाहिँ फेरि जुन ठाउँबाट उयसबाट गरेको त्यही फ्लावर फेरि फुल्नु थाल्छ अरे क्या। अनि यसलाई चाहिँ मैले अलिकति यो चाहिँ अलिकति ठुलो पनि थियो यसको ट्रङ्क चाहिँ होइन। त्यो भएको कारणले गर्दा यसलाई वायर लिएर चाहिँ यसलाई चाहिँ मैले पुरा वायरले कभर गर्ने मैले यो गरेको छु यसको आकारलाई चाहिँ। अनि सानोमै फुलेको राम्रो हो नि त, अग्लो भयो भने हावाले भाँचिदिने पनि हुन्छ है। अनि सानोमा फुल्यो भने चाहिँ केयर गर्नु पनि सजिलो। अनि तपाईँहरूसँग चाहिँ बगनबेलीको कुन भेरिएन्ट छ, कसरी तपाईँहरूले कुन बेला स्याहार्नुहुन्छ, यसो तपाईँहरूले पनि भन्न सक्नुहुन्छ है मलाई। यो चाहिँ आज चाहिँ जुलाई हो, अनि जुलाईको लास्ट डे होला सायद। अनि अब जुलाईमा चाहिँ प्रायः जसो म रिपोर्टिङहरू गरिरहेको हुन्छु। अनि यो समयमा चाहिँ किनभने यो बेला चाहिँ छिटो ग्रोथ हुन्छ क्या। अनि अलिक दिनदेखि चाहिँ गर्मीले गर्दा ग्रोथहरू अलिक कम हुन्छ। अनि मैले चाहिँ यही बेलामा अनि छिटो ग्रोथ हुन्छ भनेर चाहिँ अस्ति नै गर्नुपर्ने हो, तर मेरो अरू कामहरू थियो है। अनि त्यो भएको कारणले गर्दा अनि अब 1-2 दिन चाहिँ म व्यस्त हुने भएको कारणले गर्दा मेरो फ्लावरहरू चाहिँ बगनबेलीहरूलाई चाहिँ मैले अहिले नै यसलाई रिपोर्टिङहरू गरिरहेको छु। सोइल चाहिँ मैले त्यही होइन मलहरू लगाएको छु। अनि थोरै बालुवा छ, अनि त्यही पत्करको मलहरू है, त्यसरी नै मैले गरेको छु। अनि बगनबेली फ्लावर है यस्तो दामी फुल छ। अनि मलाई चाहिँ त्यो एकदम धेरै मनपर्छ है। अनि यसरी म चाहिँ पातहरू पनि काटिदिन्छु क्या त्यो गरेपछि चाहिँ, रिपोर्टिङ गरेपछि। किनभने अलिक दिनपछि त्यो पातहरू पहेँलो हुन्छ नि त। अनि त्यो भएको कारणले गर्दा पातहरू चाहिँ अलिक कम छ भने बोटहरूले चाहिँ छिटो बढ्नलाई सपोर्ट हुन्छ क्या। त
त्यो पातहरूले गर्दा पनि अलिकति उसलाई गाह्रो हुन्छ। मैले पनि यो प्रायः जस्तो नलेज चाहिँ मैले यो भिडियोहरू नै हेरेर जानेको। अनि यसको चाहिँ मलाई नाम थाहा छैन, तर यसको चाहिँ धेरै पात आउँछ क्या, यो चाहिँ धेरै ठुलो हाइटमा पनि जाँदैन। अनि मैले प्रायः जस्तो यो चाहिँ अनलाइन नै लिएको। अनि लोकल चाहिँ मसँग 2-3वटा मात्रै छ होइन घरमा त्यो चाहिँ, तर प्रायः जस्तो भेरिफिकेट गरेको चाहिँ मैले बाहिरबाट अर्डर गरेको छु। अनि त्यो भएको कारणले गर्दा अलिकति यसलाई मलाई मेन्टेनेन्समा पनि अलिक थाहा छैन। अनि छेउमा चाहिँ भाइले पनि काम गर्दै थियो, अनि भाइले पनि मलाई सोध्दै थियो। अनि मेरो चाहिँ अब सबै सोइलहरू मिलाएर सकेको छ। यो लास्टमा चाहिँ हेर्नुहोस् है, म चाहिँ फङ्गिसाइडको थोरै दबाई पनि हाल्छु काटेको ठाउँमा है, त्यो कटिङ गरेको ठाउँमा। अनि यसरी म चाहिँ गिटी लाउने गर्छु, किनभने यसले चिसो पनि पारिरहेको छ भने कुखुराहरूबाट है अलिक यसले सेफ पनि हुन्छ, झारहरू पनि छिटो उम्रिँदैन। कुनैमा वेर लगाएको छु, कुनैमा चाहिँ त्यत्तिकै सपोर्ट गरेको छु मैले। यो चाहिँ थोरै कटिङ